यो पालि चुनावमा मलाई जिताउनु होला किनकि मलाई जित्न मन लागिरहेछ पहिला पनि जितेको हो के विकास भयो माय गॉड यो हो नि त तरिका हैन किन भन्दा मलाई जित्न मन लागिरहेछ सिधी बात नो बकवास हो भएन नि हैन पहिला मेरो मुड थिएन अहिले आयो अनि आफ्नो कार्यकालमा काम चाहिँ के गर्नुभयो तपाईले मैले तीनवटा पुल बनाएको थिएँ खोला नै नभएको ठाउँमा कहाँ बनाइस् पुल यो जग्गामा यो पालि भोट दिएर जिताउनु रियलमा बन्छ गाउँमै गरेको भन्ने छ कि के हो हेलो गाइज वेलकम ब्याक टु माई अनदर रियाक्सन भिडियो सो आज चाहिँ म हाम्रो गणेश जीटीको नयाँ भिडियो आएको रहेछ मासु भात चुनावी माहौलमा हैन सो त्यो भिडियोमा चाहिँ म रियाक्सन गर्न गइरहेको छु रियाक्सन भन्दा पनि अब हेरेर आफ्नो थट्सहरू राख्ने ट्राई गरेको छु मैले चाहिँ जेन्युन थट्सहरू राख्ने ट्राई गरेको छु हैन अब भिडियो के कस्तो छ मलाई थाहा पनि छैन मैले हेरेको छैन सो हजुरहरुसँगै अब यही भिडियो बनाउँदै हेरौँ भनेर चाहिँ मैले सोचेको थिएँ सो ढिला सुस्ती नगरिकन हामी पनि खान जाउँ मासु भात है त खान जाउँ भन्दा नि हेर्न जाउँ है त मासु भात खाने हो है मासु भात खाने खानु हुँदैन है विकास मगर छु है लिएर आउँछु रेल अहिले ठीक छ अहिले म भन्छु यो गीत राम्रोसित सुन्ने हो भने चाहिँ दामी छ हाम्रो नेपालमा जस्तो हुने हो त्यस्तै देखाइरहेको छ अहिलेसम्म चाहिँ सात दिनसम्म बत्ती आउँदैन सर साह्रै दुःख छ ओ माय गॉड ऋषि धमला म यही छु म यही बस्छु म अब यही घर जग्गा म काठमाडौँ बस्दिन यही जग्गा के चाहिँ यही बस्छु उसो भए खानुस् माइजीको कसम एउटा गीत गाइदिनुहोस् जय धमलाजी म त तपाईको एकदमै बिग फ्यान हो नि तपाईलाई मैले टिभीमा देख्छु आज प्रत्यक्ष देख्दा मलाई एकदमै खुसी लागेको छ नि दामी यो अहिले रिसेन्टली भाइरल भएको त थाहा छ त्यो केटीको हात उगारेको चाहिँ ए के गरेछ हाम्रो बिबीलाई यो असली धरघात ए गाउँले हो ए गुवा यतिको त हामी पनि ओपन अप भइहालेछ धमला सर लभ यु यो अन्त हो घन्टी आयो घन्टी पनि घन्टी बजेर हैरान हाम्रो घरतिर बिहानदेखि घन्टी बजेर हैरान के गर्नु गाह्रो छ हो हे सूर्यदेव यो के भइरहेछ देशमा प्लिज हाम्रो रक्षा गर्नुहोस् के हो यो गाउँमा मेरो भक्तहरूले छैन क्या ए यो भन्छ यो त विगत 20 वर्षदेखि मलाई नै हाम्रो पार्टीलाई नै विश्वास गर्दै आएको घर हो झप्यो है यहाँ पनि बाँकी राखेर हे भगवान यसपालि हाम्रा बालाई जिताइदिनु पर्यो यो पालि जित हाम्रै हो कि किन हातेको केटा हो कोरी एरिया ज्यादै बाँकी छ कोरी एरिया यहाँ पनि आएछ कोरी एरियामा के भनौँ है अङ्ग्रेजीमा जे भन्दा नि हुन्छ नेताजी बुझ्दैन यिनीहरूले ट्विङ्कल ट्विङ्कल लिटिल स्टार हाउ आई वन्डर व्हाट यु आर हाम्रो के भन्छ त्यसलाई केही नबुझिकन भोट हाल्ने मान्छेहरू यस्तो हो बुझ्नु भयो नि
के बोल्यो हाम्रो नेताले? ए इङ्ग्लिसमा बोले केही न केही खत्रै बोले होला। गुड इभिनिङ, गुड मर्निङ, गुड नाइट टु स्विट ड्रिम्स। बालेन भन्दा त राम्रै पढेको छ जस्तो छ है। सिल्ली पिपल्स, स्ट्यान्ड फ्रम भिलेज भिलेज। Hands up, hands up, stand in it. Attention. पुरै एसेम्बली राख्ला चाहिँ क्या स्ट्यान्डिज अटेन्सन गर्दै त्याक तेरिकाको गुड नाइट। झोले तपाईँले चाहिँ यसपालि चुनावमा चाहिँ हाम्रो राष्ट्रिय स्वतन्त्र गाजा पार्टीलाई चाहिँ जिताउनु पर्यो है। कुन आधारले जिताउने? के गरेछस् विकास? है हामीले विकास गर्न बाँकी छ। हामीले विकास गर्ने भनेको सिधै तपाईँको बच्चाहरू स्कुल जाँदैन, हाम्रो सिधै मङ्गल ग्राउन्डमा एलोन मस्कसँग कुरा भइसकेको छ। रकेटबाट सही त्यहाँ ल्याउनुहुन्छ। हुँदैन हुँदैन हुँदैन, गफाडीहरू भाग, यस्तालाई भोट दिने हुन्छ यार। 5000 मा बिक्ने जस्तो लाग्यो अनुहार त 5000 मा बिक्ने जस्तो छ। म देशको सच्चा प्रेमी, देश विकास गर्ने। भोट केमा? भोट केमा? पैसामा जब पनि बिक्छ गाइज। बस पकाएको चिकन नबनाएको मेरो लागि। तपाईँको लागि बनाएको हो र छोराको लागि बनाएको? खालि छोरालाई मनपर्ने मात्र बनाऊ, बुढोलाई माया गर्नु छैन। कराउनु न के, छोरो पढेर आउँछ गलेर आउँछ, उसको मनपर्ने बनाइदिनु परेन? अनि तिम्रो छोरा चाहिँ कति बढी आउँछ हौ? फुल लागेको गर्नु भने अघिदेखि गरिरहेको छु नि। के भन्नुहुन्छ? कहाँ भयो होला त्यति बेला? देख्नु धेरै टेन्सन लिँदै हुनुहुन्थ्यो नि। हो आइपुग्यो छोरो। जाऊ 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 डर लाग्यो त। मैले बुझेँ यो गाइज गट इट। यो हेरेर यो घरमा देखाउनु है, यो घरमा देखाउनै पर्छ अनि त्यसपछि मात्रै भोट हाल्ने। यो घरमा देखाउनै पर्छ है गाइज। यो चाहिँ यो त कम्पलसरी देखाउनै पर्छ क्या। यो सिंहदरबार जलेको होइन, यो अनि के भन्छ यो भर्खर यो सब सिनहरू देखाउनुपर्छ। हो यो कसरी मान्छे मार्यो होइन, यो देखाउनै पर्छ यो। अनि यसपछि पनि अब त्यही मान्छेहरूलाई भोट हाल्छ भने चाहिँ सबैलाई नमस्कार गर्ने हो अनि केही हुनेवाला छैन त्यसपछि चाहिँ है। यो देखाउनै पर्छ। बरु यो अगाडिको क्लिपहरू सबै कमेडी नदेखाए पनि यो क्लिप चाहिँ देखाउनु सबैले घरमा। त्यत्रोजना मान्छे मरेको छ, त्यत्रोजना घाइते भएको छ। अस्ति भर्खरै 1-2जना हस्पिटलबाट डिस्चार्ज भएको छ होइन। त्यो हेर्नु पर्यो, गोली खाएको मान्छेहरू बुझ्नु पर्यो, आमा बाउको पीडा बुझ्नु पर्यो गोली खाएको मान्छेहरूको, अनि छाप हान्ने हो। त्यो दिन के भयो सबलाई समाचारमा मात्र थाहा छ, तर त्यो घरमा के भयो कसैलाई थाहा छैन। अनि यो पालिको चुनावमा हाम्रोलाई होइन राम्रोलाई भोट दिउँ है गाइज। भोट फर द राइट पर्सन है, एकदमै राइट पर्सनलाई भोट दिउँ है यो पालि चाहिँ। वान मिस गेम फिनिस हो नि यार। सबै शहीद भएको जेन्जीहरूलाई चाहिँ रेस्ट इन पिस होइन, र घरमा भनौँ सबैले होइन। सो यो भिडियो चाहिँ म यहीँ इन्ड गर्छु होइन। अनि सो म हजुरहरूलाई चाहिँ अर्को भिडियोमा भेट्छु। सो टिल देन टेक केयर, बाई बाई, स्टे सेफ। आई विल मिट यु इन द नेक्स्ट भिडियो। लाइक सेयर सब्सक्राइब गरिदिनु होला है, नबिर्सिनु होला। भिडियोमा कमेन्ट गरिदिनु के कस्तो भएको छ होइन, लाइक सब्सक्राइबहरू गरिदिनु। म चाहिँ तपाईँहरूलाई अर्को भिडियोमै भेट्छु है त। ल बाई बाई।